तपाईँ खैनी खानुहुन्छ म पनि खैनी खान्छु एकजना खैनी खानुहुन्न भनेदेखि तपाईँ र मेरो दोस्त बढ्छ क्या कुरा बुझ्नु होइन तपाईँले खैनी माडेर यसो यसो फाट्टा फाट्टा माडेर होइन तपाईँले अलिकति च्याक्क तपाईँले माड्नु थालेपछि मलाई पनि आश जाग्छ होइन किनभने म नि खैनी खान्छु नि त एकछिनको लागि तपाईँले यसो माडेर दिनुभयो भने अनि ल यसो भने खायो अर्को नखाने भन्दा खाने मान्छेको के भयो आत्मीयता बढ्यो मिल्यो क्या एउटा एउटा क्यारेक्टर रहेछ भन्ने मिल्यो अब हामीलाई त्यो श्रमदानको नीतिले पनि के गरिदियो भन्दाखेरि एकरूपता ल्याइदिन्छ क्या हामीलाई कस्तो हुन्छ भने हामी सबै देशको लागि काम गर्न आएका रहेछौँ भन्ने पहिलो एउटा कन्सेप्ट भयो दोस्रो कुरो के भइदिन्छ भन्दाखेरि यो देशलाई मेरो पनि खाँचो रहेछ मैले पनि केही योगदान गर्नुपर्ने रहेछ भन्ने एउटा हुन्छ नि त सरकार मात्रै आश गर्नु हुँदैन रहेछ भन्ने चेतना मिल्यो हेर्नुहोस् होइन अनि तपाईँले केही दिन खोजिराख्नु भएको छ मैले पनि केही दिन खोजिराखेको देख्छु दिन नसक्ने त दिन नसक्ने कोही मान्छे संसारमा कोही पनि छैन होला क्या दिन नसक्ने सबैजनासँग दिन सक्ने क्षमता छ तर के दिने भन्ने कुरा हो कसैले आर्थिक हुने पैसा दिन्छ हेर्नुहोस् कसैले दिमाग बुद्धि हुनेले बुद्धि दिन्छ कसैले श्रम गरेर तपाईँको चाहिँ काम दिन्छ कसैले समय दिन्छ होइन कसैले चाहिँ तपाईँको प्रचार गरेर भयो भने तपाईँको चाहिँ नि होइन अभियानलाई अगाडि बढाउन दिन्छ भने चाहिँ दिन चाह्यो भने सबैसँग छ दिने चिज चाहिँ तर कहाँ दिने कसलाई दिने भन्ने कुरा चाहिँ त्यो माध्यम चाहिँ चाहियो नि त त्यही हो देशलाई दिने एउटा संस्कृतिको विकास भयो श्रमदानको संस्कृति